यात्रामा खाली खुट्टा नै हिँडेर पैदल यात्रा गरेर जुन जलयात्रा गर्नुभयो, जुन उत्साह थियो प्रथम दिनदेखि नै अहिलेसम्म त्यो उत्साह कम्ती भएको छैन, झनभन्दा झन बढी नै रहेको छ। आज हामी गर्दै भन्दा पञ्चम दिवसको कथामा प्रवेश गर्न गइरहेका छौँ। मेरो समीपस्थ समीपमा विराजमान केशव गुरुजी हुनुहुन्छ। पाठले नित्य निरन्तर पितृ आदिलाई प्रसन्न गराइ नै रहनु भएको छ र प्रातःकालदेखि नै स्वस्ति वाचन आदिद्वारा सम्पूर्ण आवाहित देवी देवतालाई प्रसन्न गर्नुहुने स्थानीय गुरुजी, पौडेल गुरुजी, तिमसिना गुरुजी, सम्पूर्ण गुरुवर्गको श्री चरणमा कोटि कोटि वन्दना गर्दै कथाको माध्यममा झनभन्दा झन रस भर्न अत्यन्त सक्षम हुने गन्धर्वकै समान चक्रवाणी सापकोटा टोली, सम्पूर्ण टोलीलाई धेरै धेरै अभिवादन गर्दै साधारण व्यक्तिलाई पनि देवतुल्य बनाएर प्रस्तुत गर्नुहुने भरत गुरागाईजी, उहाँलाई पनि धेरै धेरै अभिनन्दन गर्दै आज हामीले देख्न पाउँदैछौँ धेरै टाढा टाढादेखि भक्तवृन्द आउनु भइरहेछ। हिजो पनि राजागढदेखि आउनु भइरहेको थियो, भोलाझारदेखि आउनु भइरहेको थियो, नजिक नजिक स्थानदेखि आउनु भइरहेको थियो, पल्लो गाउँदेखि आउनु भइरहेको थियो, यता रौतादेखि र आज पनि राजागढदेखि अत्यन्त स्नेही भगवानका परम भक्त नै भन्नुपर्दछ। अस्ति भर्खरै राजागढमा पनि जब सामाजिक कथा भएको थियो, अग्रगण्य भएर भाग लिनुहुने विजय कोइरालाज्यूलाई पनि म देख्दैछु धर्मपत्नी सहित। साथमा राजागढवासी जति पनि आउनु भइरहेछ मैले देखिरहेको छु, सबैको नाम मैले लिन। तर वास्तवमा म त बार बार भन्छु, जहाँ भगवानको कथा हुन्छ त्यहाँ भक्त नआइकन बस्नै सक्दैन। र प्रेमको सम्बन्ध हुनाले गर्दा ले पनि होला राजागढदेखि पनि यहाँ उहाँहरू आइपुग्नु भयो। धेरै धेरै धन्यवाद, धेरै धेरै प्रभुको आशीर्वाद बनि नै रहोस् भन्ने कामना गर्दै भक्तिमती आमा र धर्मकै स्वरूप पितावर्ग, सम्पूर्ण